मर्निङ नमस्कार। आजको मौसम चाहिँ एकदम सफा छ, पानी रोकिसकेको छ। 2 दिनसम्म लगातार पानी परेको थियो। अब लगभग पानी चाहिँ हट्दै जाने भन्ने छ। मौसम क्लियर भएको छ, डाँडाहरू एकदम क्लियर देखिन थालेको छ। माथिको डाँडा चाहिँ इलामको लारुम्बा भन्ने ठाउँ हो। यही मेरो घरभन्दा यही माथि एक घन्टाको दूरीमा चाहिँ लारुम्बा पर्छ। यो चाहिँ उत्तरपट्टि हो। अनि यता पूर्वपट्टि पनि इलामको चुलाचुली पर्छ, देखिएको डाँडा। अनि यो चाहिँ पूर्वपट्टि हो। पर देखिएको रातो घर चाहिँ फन पार्क हो, दमकको फन पार्क। यो तल देखिएको टावर चाहिँ हाम्रो टेलिकमको टावर, दमकको टेलिकमको टावर हो। बजार यो मेरो घरबाट 4 किलोमिटर तल पर्छ। हाम्रो घर चाहिँ अलिकति गाउँमा पर्छ। तल देखिएको घर चाहिँ हाम्रो भाटबेटिनी हो। यो बिचको घर चाहिँ यो चाहिँ दक्षिणपट्टि पर्छ। पट्टि चाहिँ पश्चिम पनि डाँडा छ। पर हाम्रो रमिते डाँडाहरू घरबाट यहाँबाट 1.5 घन्टा जति लगभगको दूरीमा चाहिँ रमिते डाँडाहरू देखिन्छ। अनि आज एकदम मौसम क्लियर भएको कारणले चाहिँ मैले यो भिडियो बनाएँ। अनि यो देखिएको चाहिँ इन्चाक, अचार खाने इन्चाक। यो अहिले चाहिँ यस्तो सानो छ, पछि चाहिँ लामो हुन्छ। यो चाहिँ अचार खानालाई चाहिँ एकदम स्वादिष्ट मानिन्छ। अनि यो चाहिँ फल्न सुरु गरिसकेको छ। अब पानी लगभग नपर्ने सम्भावना छ। अनि खेतको पानी चाहिँ आलुबारीको चाहिँ अलिकति जमिराखेको छ। यसले चाहिँ आलु बिगार्छ कि कुहाउँछ कि भन्ने छ। अनि खेतबारीको पनि लगभग अब चाहिँ सुक्दै गएको छ। तोरीबारीहरूको सुकिसकेको छ। तोरीहरू चाहिँ नबिग्रिने रहेछ। अनि धान चाहिँ अब पानी रोकेर घाम लाग्यो भने चाहिँ धान नबिग्रेला। काटेको धान चाहिँ अलिकति बिग्रिन सक्छ, नकाटेको धान चाहिँ नबिग्रेला। ल हस् त, धन्यवाद।